सो गाइस हामी चाहिँ अहिले सिजीमा आइसकेका छौँ पासपोर्ट धाममा दुईजना भएर बाइकमा आएको यस गाइज बाइकमा बेलुकातिर हामी 4:30 बजीतिर हिँडेको थियौँ क्या 5 बजी आधी घन्टामा आइपुग्यौँ जस भरतपुरभन्दा हल्का उताबाट टाढीबाट चाहिँ 40 किलोमिटर जति रहेछ त्यति हिँडेर आयो यहाँ सिजी छ यस्तो त्यति बाइकमा आयो यहाँ सिजी छ यस्तो र सिजीको टिकट काटेर भित्र बसिसक्यौँ हामी अनि यहाँ फोटोहरू खिच्दैछौँ कस्तो लागिरहेको सिजी रमाइलो बाइकमा आयो बाइकमा आएर कपाल बिग्रेखा बिग्रिन चाहिँ हेरिराखेको छ रमाइलो छ नयाँ ठाउँ बन्दैछ उता ल हामी चाहिँ यताको एउटा म्युजियम जस्तो रहेछ बुद्धिस्ट म्युजियम त्यो भर्खर त्यो गेटदेखि यति भएको मात्र डुलेर आइसक्यौँ अब एक फोनको हान्न निस्किनुपर्छ ढिलो होला जस्तो छ र अहिले चाहिँ कति बजेको भन्दाखेरि चाहिँ 5:45 भएको छ 5:45 भएको छ हामीले 6:15 बजीभित्र सबै यो भ्याएर यो धेरै ठुलो छ यो फेरि यो एरिया धेरै रहेछ हामी आउनु ढिलो आयौँ आउने प्लान पनि थिएन अकस्मात आइयो यस्तै छ रमाइलो छ चलिरहेको ल सिजीको ब्याक लुक है सिजीको ब्याक लुक कता जङ्गलतिर र अहिले चाहिँ हामी चाहिँ यस्तरी एक फोनको गरेर उताबाट घुमेर उताबाट गएर त्यहाँ बुद्धिस्ट म्युजियम घुमेर यतापट्टि आएर त्यो मेन मन्दिरभित्र पसेर अनि त्यहाँ हल्का पूजा जस्तो गरेर दर्शन गरेर अनि त्यसको अन्डरग्राउन्डमा चाहिँ त्यस्तै म्युजियम जस्तो थियो म्युजियमहरू हेरेर त्यहाँको भिडियो बनाउनु नमिल्दो रहेछ त्यहाँ हेरेर यस्तरी घुमेर यताबाट घुमेर यो यहाँ यसरी निस्किएको छौँ अहिले र यहाँ अब हामी एक्जिट गेटमा आइसक्यौँ यही हो बाट भर्खरै फर्किसक्यौँ कतिखेर भयो टाइम हेरेर त 6:50 भयो आधी घन्टा लाग्यो आधी घन्टामा आइपुग्यौँ यो पुलचोकको पुल भयो र हामी यस्तो नारायणीको साइडमा आइरहेको छौँ र यहाँ राइनो क्रुज छ अनि यो कुन नदी हो रे यो नारायणी नदीको छेउमा आएर बसिरहेको छौँ हामी एकछिन यहाँ मनमोहन दृश्य हेरेर रमाएर अनि फर्किन्छौँ होला